हेलो गाइज वेलकम ब्याक टु माई च्यानल अनि आज चाहिँ हामी सेल्टा भिगो भर्सेस बार्सलोनाको पोस्ट म्याच रिभ्यू गर्दैछौँ है। अनि एज यु नो रियल मड्रिडले लास्ट गेममा ड्र गरेर पोइन्ट ड्रप गरेसँगै बार्सलाई चाहिँ एउटा गोल्डन अपर्च्युनिटी थियो पोइन्ट को ग्याप घटाउनको लागि गोल्डन अपर्च्युनिटी थियो। अनि बार्साले इभेन्चुअली त्यो गोल्डन अपर्च्युनिटी चाहिँ क्यापिटलाइज गरेको छ र अनि सेल्टा भिगोको होममा गएर विन निकाल्दै अब 3 पोइन्टको मात्रै ग्याप छ होइन। अनि त्यसपछि आज गेमको कुरा गर्नुपर्दा चाहिँ हाम्रो लेभनडस्कीको ह्याट्रिक आउँछ, अनि त्यसपछि लामिनको 1 गोल, अनि त्यसपछि ऱ्यासफोर्डको चाहिँ 2टा एसिस्ट आउँछ होइन। अनि फर्स्ट हाफको कुरा गर्नुपर्दा फर्स्ट हाफ 10 मिनटमा मार्कस एलोन्सोको हातमा लागेर रेफ्रीले पेनल्टी पोइन्ट आउट गर्छन् होइन। अनि त्यसपछि लेभनडस्कीले त्यो बरी गरेर 1-0 को स्कोर हुन्छ। त्यो सँगै 10 मिनटमा बार्साले गोल हान्छ अनि 11 मिनटमा ऱ्यासफोर्डले गोल्डन अपर्च्युनिटी पाउँछ एउटा गोल स्कोर गर्न, तर अपोनेन्टको गोलकिपरले त्यो सेभ गर्छन्। अनि त्यसपछि त्यही बल चाहिँ काउन्टर भएर वी कन्सिडर्ड अ गोल। अनि हाम्रो डिफेन्स त्यस्तै भयो कि त्यो उनीहरू पुरै प्रि प्लान पुरै होइन, कसरी इन बिहाइन्ड रन हान्ने के गर्ने सब प्लान भएर आएको थियो। देखिरहेको थियो हामीले कति केटाहरूले कति अपोनेन्टले कति इन बिहाइन्ड गेमभरि कति धेरै इन बिहाइन्ड रन हानिरहेको थियो। उनीहरूको मिडफिल्डरहरूले पास निकालिरहेको थिएन, तर अट्याकरहरूले खत्रै पाराले इन बिहाइन्ड रन हानिरहेको थिए होइन। अनि त्यो बोर्खा ग्लासियस भन्ने केटोले आज पनि गेममा 1 गोल 1 एसिस्ट निकाल्यो है। यस्तो इम्पोर्टेन्ट छ नि बार्सलोना अगेन्स्ट गेम त्यो प्लेयर लास्ट गेममा पनि ह्याट्रिक हाने हो क्या त्यो केटोले। अनि ब्याक टु फर्स्ट हाफको गेम, अनि त्यसपछि एक गोल भएसँगै गेमको इन्टेन्सिटी हाई हुन्छ है। अनि त्यसपछि अपोनेन्टले दामी खेल्छ है, प्रेस पनि दामी गर्छ है। फर्स्ट हाफमा के भइरहेको थियो, हामीले चान्स क्रिएट गरेको थियौँ, तर 3 गोल त हान्यौँ है, चान्स क्रिएट गरेको थियौँ, बरी पनि गऱ्यौँ है। अब एउटा त पेनल्टी भयो, 2टा गोल हान्यौँ। सेकेन्ड हाफमा चाहिँ के भएको थियो, हामीले पोजिसन राख्यौँ, एउटा मात्रै चान्स क्रिएट गऱ्यौँ, त्यही चान्स चाहिँ गोलमा परिणत भयो होइन। अनि फर्स्ट हाफकै कुरा गर्नुपर्दा 37 मिनटमा लेभनडस्कीको ब्याङ्गर गोल आउँछ होइन। रासफोर्डको क्रसमा लेभनडस्कीको दामी गोल आउँछ होइन। इनसाइड द बक्सको कुरा गर्नुपर्दा चाहिँ होइन, अझै पनि लेभनडस्की जस्तो लिथल चाहिँ कोही छैन जस्तो लाग्छ कि स्ट्राइकर होला। उसको प्रेसिङ इन्टेन्सिटी अनि रनिङ एबिलिटी अलिकति कम भयो होला होइन। त्यसपछि तर ऊ बक्सभित्र अझै पनि लिथल खत्रै छ क्या केटो, अझै पनि नो वान क्यान म्याच। बार्सामा उनै हो अहिले मेन स्ट्राइकर, फरानलाई जति खेलाउ तिमीहरू होइन, तर लेभनडस्कीको ठाउँ अहिले यो सिजन कसैले लिन सक्दैन। त्यही हाइल्यान्डको चक्करमा 43 मिनटमा बोर्खा ग्लासियसको आउँछ गोल। त्यही हाइल्यान्ड खेलाउने चक्करमा, त्यही हाइल्यान्डमा अफसाइड ट्र्याप गर्ने चक्करमा बोर्खा ग्लासियसको आउँछ गोल होइन। अनि फेरि हुन्छ गेम 2-2 ड्र। अनि फेरि गेमको इन्टेन्सिटी बढ्छ होइन। अनि त्यसपछि फेरि एकछिनमा 49 मिनटमा लामिनको गोल आउँछ होइन। रासफोर्डले कर्नर भन्नाले क्रस निकाल्छन्, अनि त्यो मोरिबाको खुट्टामा रिफ्लेक्ट भएर लामिनसँग बल जान्छ र लामिनले दामी फिनिसिङ गर्छ होइन। त्योसँगै फर्स्ट हाफ सकिन्छ है। अनि फर्स्ट हाफ ओभरअलको कुरा गर्नुपर्दा चाहिँ फर्स्ट हाफ चाहिँ बार्साले अलिकति बार्साको प्रोसिडरलाई हेर्न चाहिँ अलिकति कन्भिन्सिङ चाहिँ थिएन होइन, किनकि गोल स्कोर पनि गरिरहेको थियो, कन्सिड पनि गरिरहेको थियो। अनि त्यसपछि अलिकति कन्ट्रोल भइरहेको थिएन, टेम्पो कन्ट्रोल भइरहेको थिएन। फर्स्ट हाफमा गोलको बर्सात भएको थियो अनि लागिरहेको थियो, सेकेन्ड हाफ पनि त्यस्तै हुन्छ, गोलहरू धेरै आउँछ भन्ने सोचिरहेको थियौँ है, तर त्यस्तो भएन, किनकि बार्साले राम्रोसँग कन्ट्रोल गर्यो सेकेन्ड हाफ। डियोङ प्लेड भेरी वेल। अनि त्यसपछि डिपबाट बिल्डअप गर्ने बेलामा चाहिँ डियोङ चाहिँ हाम्रो डिफेन्डर सेन्ट्रल डिफेन्डरसँगै आएर उनीहरूसँगै जोइन गरेर अनि कन्ट्रोल गर्ने गरिरहेको थिएँ होइन। अनि त्यसपछि त्यहीँबाट बिल्डअप गर्ने गरिरहेको थिएँ। अनि आज अलिकति ड्यानियलमा चाहिँ डिप खेलिरहेको थिएँ है। अनि त्यसपछि फर्मिन त अब एट्याकिङ भयो, तर फ्रेङ्की डियोङ चाहिँ डिफेन्समा अलिकति वर्क धेरै देखाइरहेको थिएँ। अनि ड्यानियलमा चाहिँ होल्डिङ मिडफिल्डर टाइपमा मिडमा गेम चलाइरहेको थियो भने फर्मिन लोपेज चाहिँ माथि एट्याकिङमा हेल्प गरिरहेको थियो है। अनि सेकेन्ड हाफ चाहिँ अलिकति कन्ट्रोलिङ टाइपको गोल आउँदा आएन, तर अलिक कन्ट्रोल चान्स क्रिएट भएन माने, तर गेम चाहिँ अलिकति कन्ट्रोल अनि कम्पोज भइरहेको थियो कि। अनि त्यो अलिकति कन्भिन्सिङ थियो, फर्स्ट हाफभन्दा चाहिँ धेरै कन्भिन्सिङ थियो। गोल आएन त्यो छुट्टै कुरा, तर जे भने एउटा कन्ट्रोल गेम खोज्यो भने त हामीले बार्साले
हामी जहिले फाइनल थर्डमा गएर डिस्पोजेस हुने गर्छौँ अनि एट्याकिङ ट्रान्जिसन गयो अनि डिस्पोजेस भयो अनि काउन्टर खाने काम गर्छौँ नि त त्यो चाहिँ सेकेन्ड हाफमा चाहिँ अलिक कमै थियो है अनि त्यसपछि केटाहरूले सेकेन्ड हाफमा चाहिँ अलिकति येल्लो कार्ड धेरै खायो है त्यही येल्लो कार्ड खाने चक्करमा डियोङले चाहिँ रेड कार्ड खायो अनि he will be missing next game एथलेटिकको क्लबसँग अनि ऊ यस्तो इम्पोर्टेन्ट प्लेयर हामीसँग पेड्री पनि छैनन् है अनि धेरै ठुलो सेटब्याक हुनेवाला छ है बार्साको लागि तर मेरो अनुसार चाहिँ सेकेन्डवाला चाहिँ त्यस्तो ट्याकल थिएन जस्तो लाग्छ क्या किनभने त्यो रेड कार्ड दिनुपर्ने अवस्था थिएन कि येल्लो कार्ड दिए सेकेन्ड येल्लो कार्ड किनकि फर्स्ट येल्लो कार्ड भन्दा अलिकति खत्रै ट्याकल गर्नुपर्छ सेकेन्ड येल्लो कार्ड दिनलाई अलिकति सोच्नुपर्छ तर रेफ्रीले अलिकति सोचेन सिधै येल्लो कार्ड दियो अनि निकाल्दो 94 मिनटमा अनि ओभरअल गेम हेर्नुपर्दा चाहिँ है फर्स्ट हाफ अलिकति कन्भिन्सिङ नभए पनि गोल त स्कोर गरेर फर्स्ट हाफ गोल त स्कोर गर्यो तर अलिकति कन्भिन्सिङ थिएन तर सेकेन्ड हाफ हेर्दा चाहिँ गेम कन्ट्रोल अनि कम्पोज थियो सो आई एम ह्याप्पी अब नेक्स्ट गेम चाहिँ हामीसँग चेल्सीसँग छ अब इन्टरनेसनल ब्रेक आउँदैछ होइन अब नेक्स्ट गेम चेल्सीसँग छ राफिनिया आउन सक्छ अब पेड्रीको त भर छैन है जोहान गार्सिया पनि आउँछ होला अनि ठिकै छ आज हामीले 3 पोइन्ट ल्यायो अब सेकेन्डमा छौँ 3 पोइन्ट बिहाइन्ड रियल मड्रिड अनि इट्स अ गुड न्युज फर बार्सा अब अर्को भिडियोमा भेटौँला केटा हो है अहिलेको लागि गुड बाई